हेलो एभ्रिवान, नमस्ते। यदि तपाईँ अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यमा बस्नुहुन्छ भने र तपाईँलाई ड्राइभिङ टेस्ट सम्बन्धी बुझ्न मन छ, जान्न मन छ भने यो भिडियो तपाईँको लागि। अस्ट्रेलियाका विभिन्न स्टेट र टेरिटोरीमा यो ड्राइभिङ टेस्टको एसेसमेन्ट हुने तरिका आआफ्नै छ। त्यसमध्ये क्विन्सल्यान्डको एसेसिङ कसरी हुन्छ भन्ने कुरा म आजको भिडियोमा एक्सप्लेन गर्न जाँदैछु। यो भिडियोलाई राम्रोसँग हेर्नु होला। यदि क्विन्सल्यान्डमा कोही बस्नुहुन्छ, तपाईँले चिनेको कसैले टेस्ट दिँदै हुनुहुन्छ अथवा टेस्ट कसरी हुन्छ भन्ने बुझ्न मन छ भने यो भिडियोलाई राम्रोसँग हेर्नु होला। अब हामीसँग यहाँ पहिलो सेक्सन छ, यहाँ माथि यहाँ चाहिँ तपाईँको नाम, तपाईँको लाइसेन्स डिटेल, तपाईँको एसेसरको डिटेल, तपाईँको टेस्टको डेट, तपाईँको टेस्टिङ हुने समयहरू सबै चाहिँ यहाँनिर फिल गर्छ। ओके, अब आउँछ यो दुईवटा सेक्सन ए र बीको कुरा गरौँ। सेक्सन एमा चाहिँ तपाईँको स्पेसिफिक ड्राइभिङ सिचुएसनहरूलाई उनीहरूले के कुरा तपाईँले गर्नुभयो त्यसको आधारमा जे एसेसिङ भइसक्यो त्यसमा टिक लगाउँदै जान्छ। त्यसमा तपाईँले बाटोमा जे फेस गर्नुभयो, तपाईँले बाटोमा 1 वे फेस गर्नुभयो होला, 2 वे फेस गर्नुभयो होला, राउन्ड अबाउट फेस गर्नुभयो होला, होइन, हाई डेन्स रोड फेस गर्नुभयो होला, लो डेन्स रोड फेस गर्नुभयो होला, हायर स्पिड फेस गर्नुभयो होला, लोवर स्पिड फेस गर्नुभयो होला। अब तपाईँले टी इन्टरसेक्सनहरू फेस गर्नुभयो होला, होइन, कन्ट्रोल्ड स्टप एन्ड कन्ट्रोल गिभवे साइनहरू फेस गर्नुभयो होला, अनकन्ट्रोल फेस गर्नुभयो होला। हो, तपाईँले बाटोमा चाहिँ यो स्पेसिफिक सिचुएसनहरू जे फेस गर्नुभयो नि, जे कुराको एसेसिङ भयो उसले चाहिँ एसेस्ड भनेर टिक लगाउँछ। र यसै गरी अब यसमा सेक्सन बीमा चाहिँ के छ त भन्दाखेरि सेक्सन बीमा चाहिँ तपाईँले स्पेसिफिक म्यानुभरहरू पर्फर्म गर्नुपर्ने हुन्छ। अब अस्ट्रेलियाको क्विन्सल्यान्डको हकमा चाहिँ तपाईँलाई 6वटासम्म म्यानुभर छन् टोटल, त्यसमध्येबाट 2टा चाहिँ सोध्छ फुल टेस्ट हुँदाखेरि है। त्यसमा चाहिँ के पर्छ त भन्दाखेरि रिभर्स पार्क, त्यसलाई हामीले नर्मली रिभर्स प्यारल पार्किङ पनि भन्छौँ। त्यसपछि टर्न अराउन्ड, जानेको भाषामा 3 पोइन्ट टर्न, धेरैले जानेको भाषामा। त्यसपछि युटर्नमा टी इन्टरसेक्सन युटर्न, लेफ्ट साइड युटर्न, राइट साइड युटर्न, विभिन्न पर्न सक्ने भयो। त्यसपछि हिल स्टार्ट, भेरी अनकमन बट पर्न सक्छ, सोध्न सक्छ, सो यु निड टु बी रेडी। अर्को रिभर्सिङ एक्सर्साइज, जसलाई हामी स्ट्रेट लाइन रिभर्स पनि भन्छौँ, सो रिभर्सिङ एक्सर्साइज। अर्को चाहिँ अटोमा टेस्ट दिने साथीहरूको लागि चाहिँ यस गियर चेन्ज भन्ने एउटा म्यानुभर पनि हुन्छ, त्यो पनि सोध्न सक्छ। सो हो, अब यो पनि तपाईँलाई के गराउँछ, जुन जे कुरा एसेस गर्छ उसले एसेस भयो भनेर टिक गर्ने हो। सो यो सेक्सन ए र बीमा चाहिँ तपाईँले गर्नुभएको कुरा टिक गरिदिने हो। यसमा आफूले धेरै टेन्सन त लिनु पर्दैन, तर यस्तो कुरा टेस्टमा आउने रहेछ, मैले यस्तो कुरा फेस गर्नुपर्ने रहेछ भन्ने कुरा बुझ्दा चाहिँ राम्रो। अब यो सेक्सन ए र बीकै मुनि चाहिँ अहिले एउटा नयाँ थपेको कुरा भनेको चाहिँ तपाईँको गाडीमा रेकर्डिङ डिभाइस छ कि छैन भनेर उनीहरूले हेर्छ। यदि तपाईँको गाडीमा कुनै पनि रेकर्डिङ डिभाइस छ, त्यसले तपाईँको क्याबिनभित्रको अडियोलाई रेकर्ड गरिरहेछ, भित्रको भिडियो रेकर्ड गरिरहेछ भनेदेखि तपाईँको एसेसरले त्यसलाई चाहिँ डिसअमाउन्ट गर भन्न सक्छ। सो तपाईँलाई त्यो गर्न आउनुपर्छ, नत्र उसले टेस्ट क्यान्सल गर्न पाउँछ। तपाईँले फरवर्ड फेसिङ बाहिरको चाहिँ रेकर्ड गर्न पाउनुभयो भिडियो, अडियो चाहिँ त्यो पनि पाइएन, होइन। यदि एसेसरलाई असहज लागेको अवस्थामा उसले अफ गर भनेको अवस्थामा चाहिँ तपाईँले अफ गर्नुपर्छ। अहिलेदेखि बुझ्दा राम्रो, यो नयाँ सेक्सन थपेको हो क्विन्सल्यान्डमा, तर यस बुझ्दा राम्रो। अनि त्यो ठाउँमा चाहिँ तपाईँलाई एसेसरले सुरुमै कुनै रेकर्डिङ डिभाइस छ भनेदेखि कन्सेन्टको लागि साइनहरू गर भन्न सक्छ। सो यु जस्ट बी रेडी। ओके, अब यहाँनिर सेक्सन सी छ। यो सेक्सन सीमा चाहिँ प्री ड्राइभ चेक भन्ने कुराहरू तपाईँको चेक हुन्छ। तपाईँलाई तपाईँको एसेसरले तपाईँको त्यो टेस्टको लागि लिएर हिँड्नुभन्दा अगाडि तपाईँको गाडीको प्री ड्राइभ चेक सम्बन्धी एटलिस्ट 2टा प्रश्नहरू तपाईँलाई सोध्छ। यदि तपाईँलाई यो सेक्सनबाट यसको जवाफ आएन भनेदेखि तपाईँ फेल चाहिँ हुनुहुन्न, तर तपाईँको नन क्रिटिकल ड्राइभिङ एरर भन्ने बक्सेसमा टिक लाग्छ र त्यो बढ्दै जाँदा त्यसले अन्तिममा चाहिँ असर गर्न सक्छ। अब कुरा गरौँ सेक्सन डी र ईको, जसमा चाहिँ हाम्रो म्याक्सिमम गल्तीहरू मार्किङ हुन्छ, जसको आधारमा हामी फेल हुन्छौँ। नन क्रिटिकल अथवा क्रिटिकल ड्राइभिङको आधारमा हामी फेल हुन्छौँ। यसमा चाहिँ यो सेक्सन डीले के भन्छ त भन्दाखेरि तपाईँले भेहिकल अपरेसन गर्दाखेरि गर्ने इररहरू यसमा मार्क हुन्छ। जस्तै त्यसमा कस्तो कुरा पर्न सक्छ त भन्दाखेरि तपाईँले गाडीलाई स्टल गर्नुभयो, एक्सेलरेटरमा प्रब्लम छ, गियरमा प्रब्लम छ, स्टेरिङ कन्ट्रोलमा प्रब्लम भयो, तपाईँले ब्रेकिङहरू एकदम धेरै स्ल्याम गर्दै हुनुहुन्छ, होइन, तपाईँले रोड पोजिसन मिलाउनु भएको छैन, तपाईँको भेहिकल पोजिसन ठिक छैन, तपाईँको टर्निङ पोजिसनहरू राम्रो छैन भने ती सबै कुराहरू चाहिँ यो सेक्सन डीको आधारमा भेहिकल अपरेसनको आधारमा मार्किङ हुन्छ। सो यसमा 3 थरी मार्किङ हुन्छ। एउटा चाहिँ नन क्रिटिकल ड्राइभिङ एरर, जसमा तपाईँले सानोतिनो मिस्टेक गर्दाखेरि यसमा टिक हुँदै जान्छ। यसको टिक बढ्दै गएपछि तपाईँको लागि अर्को एउटा सेक्सन छ स्पेसिफिक रिपिटेड ड्राइभिङ एरर भन्ने। यदि कुनै पनि एउटा नन क्रिटिकल एरर तपाईँले बढाउँदै लानुभयो भनेदेखि यो स्पेसिफिक रिपिटेड एररमा टिक लाग्छ, जसले तपाईँलाई फेल गराउन सक्छ। त्यसपछि अर्को छ क्रिटिकल ड्राइभिङ एरर। सो यसको लागि चाहिँ तपाईँको नन क्रिटिकल र रिपिटेड एरर नभइकन सिधै क्रिटिकल ड्राइभिङमा टिक पनि लाग्न सक्छ यदि तपाईँले क्रिटिकल एरर गर्नुभयो भनेदेखि।
यस आधारमा यो भेकल अपरेसनको आधारमा सेक्सन डी मा मार्किङ हुन्छ भनेदेखि अब सेक्सन सेक्सन ई मा चाहिँ तपाईको डिसिजन मेकिङ तपाईको हजार्ड रिकग्निसनको आधारमा मार्किङ हुन्छ। जस्तै कस्तो कस्तो कुरा चाहिँ यो लाइक हजार्ड रिकग्निसन डिसिजनमा हेर्ने हो त भन्दाखेरि तपाईको जजमेन्ट, तपाईको अब्जर्भेसनहरू, तपाईको स्क्यानिङ हैन, तपाईको सोल्डर चेकहरू कस्तो छ, तपाईको मिरर चेक कस्तो छ, तपाईको प्रोग्रेसहरू कस्तो छ, लाइक तपाईँ टु स्लो हुनुहुन्छ, लाइक टु मच तपाईँले कतै वेट गर्दै हुनुहुन्छ हैन, तर तपाईँ टु फास्ट जाँदै हुनुहुन्छ कतै हैन। अब यो सेक्सनमा तपाईँको स्पिडिङ पनि चेक हुन्छ, तपाईँको सेफ्टी मार्जिनहरू चेक हुन्छ। हो तपाईँले बाटोमा आउने हजार्डहरूलाई कतिको रिकग्नाइज गर्नुहुन्छ भन्ने आधारमा र त्यसलाई कसरी ट्याकल गर्नुहुन्छ भन्ने आधारमा र तपाईँको डिसिजन मेकिङ चाहिँ कस्तो छ भन्ने आधारमा चाहिँ यो सेक्सन ईमा मार्किङ हुन्छ। यसमा पनि त्यही हो, नन क्रिटिकल ड्राइभिङ एरर, त्यसपछि स्पेसिफिक रिपिटेड एरर, अनि त्यसपछि क्रिटिकल ड्राइभिङ एरर। यसरी 3 तरिकाले तपाईँको चाहिँ त्यसमा टिक लाग्छ। सो सेक्सन डी र ईमा तपाईँको म्याक्सिमम मार्किङ हुन्छ। तपाईँलाई अब के कुरामा चाहिँ मेरो मार्किङ हुन सक्ने रहेछ, कस्तो कस्तो कुरा चेक हुने रहेछ भनेर बुझ्नु पऱ्यो भने पनि यो सेक्सनले यदि तपाईँलाई थाहा भयो भनेदेखि लाइक डेफिनेटली दिस विल हेल्प यु। अब हामी अन्तिममा छौँ। अब चाहिँ हामीसँग यो बिचको सेक्सन, यो हो सेक्सन अप्रेजलको। तपाईँको टेस्टमा जे जति पनि कुराहरू भयो त्यो कुराहरू स्पेसिफिक कुराहरू कुनै गल्तीहरू छ भनेदेखि यहाँ लेखिन्छ र तपाईँलाई यो कुरा चाहिँ एसएसआरले इन्डमा ट्रान्सपोर्ट अफिसभित्र लगेर अथवा ट्रान्सपोर्ट अफिसको एरियामा लगेर तपाईँलाई डिब्रिफ गर्छ अनि बल्ल तपाईँलाई रिजल्ट दिन्छ है। तपाईँको टेस्टमा जे गल्ती भएको छ त्यो कुरा लेखेर ब्रिफ पनि गर्ने भयो, अथवा केही पनि भएको छैन, क्लिन सिट छ भनेदेखि तपाईँलाई चाहिँ त्यहाँ कम्प्लिमेन्ट पनि लेखेर दिन सक्छ है। अब यो ठ्याक्कै यो बिचको सेक्सन, यो अप्रेजलको सेक्सनभन्दा ठ्याक्क माथि चाहिँ टेस्ट रिजल्टको सेक्सन छ। त्यो सेक्सनमा चाहिँ के कुरा पर्न सक्ने भयो त भन्दाखेरि सक्सेसफुल, अनसक्सेसफुल, टेस्ट टर्मिनेटेड अथवा विथड्रल अफ अथोरिटी नोटिस इस्युड भन्ने सेक्सन छ हैन। यो रिजल्टको सेक्सन हो। यहाँबाट चाहिँ तपाईँलाई लाइक तपाईँ फेल हुनुभयो, पास हुनुभयो, अथवा तपाईँको टेस्ट टर्मिनेट गर्नु पर्यो हैन, अथवा तपाईँलाई कुनै पनि नोटिस दिएर त्यो तपाईँको टेस्ट चाहिँ क्यान्सल गर्नु पर्यो भन्ने जस्तो कुराहरू चाहिँ त्यहाँनिर मार्क हुन्छ। जो तपाईँको रिजल्टको सेक्सन हो त्यो एकदम लास्टमा तपाईँलाई ब्रिफ गरिसकेपछि देन दे विल मार्क देयर एन्ड देन त्यो डिसिजन हुन्छ तपाईँको लागि है। सो इफ यु पास यु क्यान बाई द लाइसेन्स, द्याट्स इट। इफ यु फेल, यस, सो यु हेभ टु गो ब्याक अगेन एन्ड देन लाइक अटेम्प्ट अनदर टेस्ट। अब ठ्याक्कै तपाईँको यो अप्रेजलको सेक्सनभन्दा मुनि चाहिँ के सेक्सन हुन्छ त भन्दाखेरि तपाईँको इररहरू मार्क गर्ने सेक्सन हुन्छ। अब विशेष त क्विन्सल्यान्डको टेस्टमा 3 थरी इररहरू हुन्छ। एउटा नन क्रिटिकल ड्राइभिङ इरर, त्यसलाई माइनर मिस्टेक पनि भन्न सक्छौँ हामी, त्यो चाहिँ 9 अथवा 9 भन्दा बढी भयो भने वी फेल द टेस्ट। अर्को छ बिचको सेक्सन, बिचमा एउटा स्पेसिफिक रिपिटेड ड्राइभिङ इरर भन्ने सेक्सन छ एसआरडिई। त्यो चाहिँ तपाईँले कुनै पनि मिस्टेक मल्टिपल टाइम रिपिट गर्नुभयो र एसआरडिई को बक्समा टिक लाग्यो भने वी फेल द टेस्ट। त्यो चाहिँ 1 or more वी फेल द टेस्ट। त्यसपछि अर्को छ क्रिटिकल ड्राइभिङ इरर। कुनै पनि क्रिटिकल ड्राइभिङ इरर गर्नुभयो भनेदेखि यु फेल इन्स्ट्यान्टली। सो लाइक देयर इज नो वे लुकिङ ब्याक, सो दे विल जस्ट टेक यु ब्याक टु द ट्रान्सपोर्ट अफिस। द्याट्स अ फेल। अब त्यसभन्दा मुनि चाहिँ जेनरल क्रिटिकल ड्राइभिङ इरर चाहिँ के हो भन्ने कुरा पनि त्यहाँ बक्सेसहरू छ 2-3टा। सो त्यसमा चाहिँ तपाईँको टेस्ट टाइमभरि तपाईँको एक्जामिनरले कुनै पनि ठाउँमा इन्टरभेन गर्यो भनेदेखि यु फेल द टेस्ट। सो द्याट इज अ फेल। कुनै पनि कोलाइजनमा पर्नु भनेदेखि यु फेल द टेस्ट, द्याट इज अ जेनरल क्रिटिकल ड्राइभिङ इररमै पर्ने भयो। अर्को भनेको तपाईँको कुनै पनि एक्सन चाहिँ एकदम डेन्जरस छ, एसएसआरलाई एकदम डेन्जरस लाग्यो भनेदेखि त्यो बेलामा तपाईँको एसएसआरले इन्टरभेन गर्न सक्ने भयो, अथवा तपाईँको त्यो डेन्जरस एक्सनकै आधारमा पनि त्यो क्रिटिकल इरर हो। अनि अर्को लास्ट भनेको चाहिँ तपाईँले तपाईँको एक्जामिनरको कुनै पनि डिरेक्सनहरू डिसअबे गर्नुभयो भने चाहिँ यस वी फेल द टेस्ट, द्याट इज अ क्रिटिकल ड्राइभिङ इरर। सो तपाईँको अब यसरी तपाईँको एसेसमेन्ट हुन्छ। यो तपाईँको फुल एसेसमेन्ट गर्ने तरिका हो। तपाईँले यो सबै कुरालाई ध्यान दिएर टेस्टमा जानुभयो भनेदेखि तपाईँको टेस्ट पास गर्ने चान्स एकदम धेरै हुन्छ। कतिपय समय चाहिँ हामीलाई ड्राइभिङ गर्न आउँछ तर एक्सपेक्टेसन नबुझ्दाखेरि हामी फेल हुन सक्छौँ। सो तपाईँको टेस्ट सिट यस्तो हुन्छ अनि यसको एक्सपेक्टेसन यस्तो हुन्छ। सो सायद यो बुझेर तपाईँले टेस्ट दिँदा तपाईँलाई सजिलो हुन्छ होला। सो यो चाहिँ अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको टेस्ट एसेसमेन्ट प्रोसेस हो। सो होप दिस हेल्प्स यु।